सर हजुर नमस्ते। ओहो नमस्कार कृष्णजी। यता आउनु भएको थियो, कता आउनु भएको? म जन्मेको ठाउँ मेरो पनौती नगरपालिका वडा नम्बर 6 यो हामी बस्नेत गाउँ भन्छौँ। यहाँ जन्मेका ठाउँ सानामा यो खोल्चा खाल्चीमा हामी यो खेतका उबेला माछा भन्थे। सानामा माछा मारेका ठाउँ, यो खेती गरेका ठाउँ, बाबुबाजेका सम्पत्ति धान उब्जनी कृषि गरेको ठाउँ। यसो अहिले प्रहरी प्रतिष्ठान निर्माणको कार्य धमाधम सुरु भएछ, यसो हेर्न आएको। हाम्रो चाहिँ अनि तर अहिले चाहिँ सबैले नयाँ पोस्टरहरू हाल्छन् नयाँ वर्ष जस्तो है। अनि पुसमा त हाम्रो यो अब यो नयाँ साल त होइन, हाम्रो त वैशाखमा हो। यसको के भन्नु चाहनुहुन्छ? अब यो विक्रम सम्वत, इस्वी सम्वत, अहिले विभिन्न धर्मसँग रहेका विभिन्न धार्मिक विधाहरू यो अहिले आएर नयाँ वर्ष यो 2025 पार भएर 2026 आइसकेको छ। विभिन्न अहिले नेपाली दाजुभाइ दिदीबहिनीहरू उत्सव मनाउन आफ्नो प्रक्रियाले गइरहेका छन्। वास्तविक यो इङ्ग्लिस डेट जुन 2025 चाहिँ इन्डिङ र आजबाट जनवरी 1 यो डिसेम्बर जनवरीमा नयाँ वर्ष 2026 भनेर नि शुभकामना सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, बधाई दिएका छन्। नेपालीहरू पनि सम्पूर्ण देशमा रमाइरहेका छन् भने अहिले विश्वमा पनि आज नयाँ वर्षको उपलक्ष्यमा यो मानिरहेका छन्। यो रीति धर्म संस्कृति परम्परा कुनलाई चाहिँ नयाँ वर्ष भन्ने, हामी नेपालीहरूको 2000 वैशाखमा आउने नयाँ वर्ष पनि नयाँ वर्ष हुन्छ। जुन 82 अहिले माघ छ भने, पुस छ भने, वैशाखमा 2083 मा नि नयाँ वर्ष नेपालीहरूको रहन्छ। यो विभिन्न अहिले ठाउँमा मनाइरहेका उत्सवलाई लिएर नेपालीहरू पनि नयाँ वर्ष 2026 मनाइरहेका छन्। वास्तविक हिन्दू संस्कृति एउटा चाहिँ धार्मिकले के दिन्छ, विधिले के दिन्छ, तिथिले के दिन्छ, यो भुल्दै गएर नयाँ संस्करण, नयाँ संस्कृति, नयाँ यो परिवेश, नयाँ चाहिँ सम्पूर्ण यसमा चाहिँ हामी रमाउन थालेको छौँ। यसले गर्दा भोलिका पुस्ताहरूलाई नि कन्फ्युजमा रहनेछ। 2083 सालको नेपाली इस्वी सम्वतको नयाँ वर्ष नेपालीहरूको नयाँ वर्ष हो कि यो आउने फेरि इस्वी सम्वतबाट आउने यो नयाँ वर्ष हो कि भन्ने यो सेकेन्ड पुस्ताहरू नि कन्फ्युजन र यसैलाई चाहिँ लिएर जालन जस्तो हामीले अनुभव लिएको छौँ। अब यो किन फैलिएका छ त भन्दा विश्व एउटा चाहिँ उसमा गएको हुनाले विभिन्न आचरणहरूले लिएका छन् जस्तो मलाई लागेको छ। नमस्ते।